ल कति बज्यो 5 बजिसक्यो हामी ढिलो भइगयो छ नि 3 बजे हिँडेको हामी 3 बजे कहाँ आइपुग्यो त तल्लो फेदीबाट हामी पाथिभराको यात्रा गर्दैछौँ माथिल्लो फेदीमा बस्ने ठाउँ पाइँदैन भनेर तल्लो फेदीमा बास बस्यौँ र 2 बजे उठेर 3 बजे हामीले यात्रा सुरु गरेको लगातार 4 घण्टाको यात्रापछि हामी माथि पाथिभरा पुगेका थियौँ लगातार 4 घण्टाको यात्रा मान्छेको हालत यस्तो छ गलेर लखतरान भएर बसेका छन् टाढेको यात्रा हो ल ल ठिकै छ नि कन्डिसन अब लगभग हामी केही समयपछि पाथिभरा माथि पुग्दैछौँ हामी नजिक आइसकेका छौँ मौसम खुल्दैछ हिमालहरू देखिँदैछन् रमाइला दृश्यहरू देखिँदैछन् जति माथि गयो त्यति रमाइला दृश्यहरू देखेर हाम्रो दुःख हामीले हिँडेको कष्टहरू चाहिँ बिर्सिँदै जाँदैछौँ हामी पाथिभराको गेटमै आइपुगेका छौँ पाथिभरा मन्दिरको गेटमै आइपुगेका छौँ अब गेटलाई ढोकेर हामी अगाडि बढ्छौँ धेरै भिड छ आज धेरै भिड छ धेरै भिडमा हामी परेका छौँ भिडको सामना गर्नुपर्नेछ घाम लागिरहेको छ अहिले अब लाइनमा हामी बसिसकेका छौँ लाइन धेरै लामो छ 7-8 लाइन चाहिँ पछाडि हामी छौँ 7-8 वटा लाइन पछाडि त्यही लाइनमा रमाइलो गर्दै नाच्दै गाउँदै बसिरहेका छौँ के गर्नु ल दुईटी नाचेका टाइम पास त गर्नै पर्यो पालो लाइनमा बसियो अत्याधिक जाडो भएकोले गर्दाखेरि लाखबत्ती बाल्ने ठाउँमा हामी कहिले लाखबत्ती ताप्न गयौँ कहिले उनीहरू लाखबत्ती ताप्न गए लाइनमा रमाइलो गर्दै हामीले 4 घण्टा लाइन बसेको पत्ते भएन 7 बजे लाइनमा बसेको 11 बजे लगभग 11 बजे बज्न आँटेको छ हाम्रो पालो आउन आँटेको छ अब हामी पूजा गर्ने तयारी गर्दैछौँ मौसम खुल्ने फेरि बादल लाग्ने फेरि हिमालहरू खुल्ने क्रम जारी छ जाडो अत्याधिक छ चिसो अत्याधिक भएको कारणले गर्दाखेरि पनि अलिकति समस्या भइरहेको छ यही क्रममा हामीले फरक खालको पूजा विधि पनि हेर्यौँ यहाँनिर धामी झाँक्रीहरू प्रयोग गरेर बलि दिने प्रक्रिया हो जस्तो लागेको छ यो अनौठो पूजा विधि पाथिभरा माताको पूजा विधि सायद हो यो पनि हामीले हेर्यौँ हेर्न पायौँ यो रमाइलो भयो एउटा रमाइलो लाग्यो लामो प्रतीक्षा र लाइनमा बसेपछि हामीले पाथिभराको दर्शन गऱ्यौँ पूजाआजा गऱ्यौँ तर हामीले प्रशस्त फोटोहरू र भिडियोहरू खिच्न पाएनौँ यसै गरी पाथिभरा माताको दर्शन सम्पन्न भयो धन्यवाद।